चाहिँ रमाइलो हुन्छ होइन। मेरो नयाँ भिडियोमा यहाँहरू स्वागत गर्न चाहन्छु। रेडियो मेरो घरदेखि रामपुर बजार बजारसम्म जाने क्रममा देखिने सम्पूर्ण भिडियोहरू तपाईँहरूको माझ कसरी समाप्त गरिरहेको छु। यति बेला तपाईँ देख्न सक्नुहुनेछ र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। र यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरेर जोड्न सक्नुहुनेछ र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। धन्यवाद। हेर्दै गर्नु होला पुरा भिडियो। हेलो साथीहरू, नमस्कार सम्पूर्णलाई। डरलामिनर युट्युब च्यानल अनि डरलामिनर फेसबुकमा जोडिएर रहनुभएका सम्पूर्ण साथीहरूलाई मेरो नयाँ भ्लगमा स्वागत गर्न चाहन्छु। र यति बेला भने म रामपुर नगरपालिका कीर्तिपुरमा छु। घरदेखि फर्किने क्रममा हो र हजुरलाई चाहिँ म कीर्तिपुरदेखि बेजाट बजारसम्मको बाटोघाटोहरू देखाउने प्रयास गरिरहेको छु र भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला। र यति बेला चाहिँ हामीहरू कीर्तिपुरमा छौँ। यो चाहिँ कीर्तिपुर। अहिलेको अवस्थामा भने बाटो 2 लेनको बाटो बनाउने क्रममा हुनुहुन्छ। त्यस्तै गरी बाटोको निर्माण भइरहेको अवस्था छ यति बेला भने। यो सडक खण्ड चाहिँ निस्ती सलकोट हुँदै जाने बाटो हो। अहिले चाहिँ रामपुर फर्किने क्रममा छौँ र यो चाहिँ कीर्तिपुर भन्ने ठाउँ होइन। कीर्तिपुर र म चाहिँ भिडियो एडिटिङ गर्ने क्रममा बाहिर बसेर एडिटिङ गरिरहेको छु। र यति बेला भने ठ्याक्कै यो गाडीको साउन्ड मिल्ने गरी होइन, म चाहिँ हाइवेको नजिकै बसेर भिडियो एडिटिङ गरिरहेको अवस्थामा गाडीको आवाजहरू आइरहेको अवस्था छ, ठ्याक्कै मिलेको छ होइन। यो चाहिँ कीर्तिपुर बेजाट बजार जाने क्रममा छौँ हामीहरू चाहिँ। अबको केही समयपछि चाहिँ हामी रजगडा पुग्छौँ र रजगडादेखि चाहिँ बाटो पिच बाटो छ। धेरै साथीहरूलाई याद आउन सक्छ। र साथीहरू, यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गर्न सक्नुहुनेछ। र यति बेला भने हामी रजगडा भन्ने ठाउँमा आइपुगेका छौँ र यहाँदेखि चाहिँ बाटो पक्की बाटो रहेको छ। बिच बाटो कालो पत्रे बाटो होइन। यो चाहिँ रजगडा भन्ने ठाउँ हो। पाल्पा रामपुर नगरपालिका रजगडा, यो चाहिँ रजगडा भन्ने ठाउँ हो। यहाँदेखि चाहिँ बाटो पिच भइरहेको अवस्था छ। यहाँनिर चाहिँ धान होइन ट्याक्कै बाटोमै राख्नुभएछ र अलिकति मात्रै साइड छोडेर राख्नु भएको रहेछ। केही छैन, ठिकै छ। गाडी कटाइहाल्नुभयो ड्राइभरजीले, हाम्रो गुरुजीले।
2067 सालमा एसएलसी दिएको हाम्रो सेन्टर चाहिँ यही स्कुल परेको थियो। यो चाहिँ स्कुलको गेट हैन। यही गेटदेखि चाहिँ हामी एसएलसी दिँदाखेरि यही गेटदेखि भित्र जान्थ्यौँ। यो चाहिँ रजगरा स्कुल हाम्रो एसएलसी सेन्टर। अहिले चाहिँ एसई सेन्टर यही हो साथीहरु। साथीहरु हजुरहरु नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर सपोर्ट गर्न सक्नुहुनेछ। साथीहरु यति बेला चाहिँ हामीहरु खोपटार भन्ने ठाउँमा आइपुगेका छौं र यहाँदेखि टर्न मारेपछि हामीहरु चाहिँ खोपटार भन्ने ठाउँमा पुग्छौं।
यो चाहिँ खोप्टार भन्ने ठाउँ हो हैन। कालीगण्डकी करिडोर खोप्टार भन्ने ठाउँ यहाँदेखि अगाडि एकदमै राम्रो बनिरहेको छ यति बेला भने। कालीगण्डकी करिडोर तपाईँहरू देख्न सक्नुहुनेछ। अहिलेको विकास, अहिलेको अवस्था यस्तो रहेको छ। र साथीहरू यहाँदेखि लेफ्ट साइडमा गयौँ भने चाहिँ हामी बाङ्गे पसलको बाटो हुँदै बेजार जाने बाटो, र यो तल्लो बाटो चाहिँ कालीगण्डकी करिडोर हो। यो चाहिँ भित्री सडक खण्ड सडावर्तदेखि हाम्रो बाङ्गे पसल हुँदै हैन बेजार बजार जाने बाटो, र अहिले चाहिँ यो बाटो पनि निर्माण भएको अवस्था छ। अब चाहिँ हामीहरू बाङ्गे पसल आइपुग्न लागेको अवस्था छ। चाहिँ रामपुर बोर्डिङ स्कुल जाने बाटो।
साथीहरू यति बेला हामी चाहिँ बाङ्गे पसल आइपुगेका छौँ। यो चाहिँ बाङ्गे पसल र यहाँ अगाडि चाहिँ के भइरहेको अवस्था छ। बजार आइसकेको अवस्था छ र साथीहरू भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। र यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर पनि साथ सपोर्ट गर्न सक्नुहुनेछ, जोडिन सक्नुहुनेछ। यति बेला बेजार बजार हामी चाहिँ यहीँ ओर्लन्छौँ। अब हामी